हेलो एभ्रिवान, सम्पूर्ण मेरो युट्युब फ्यामिलीहरूलाई एकमुष्ट रूपमा स्वागत गर्न चाहन्छु। म वसन्तको तर्फबाट नेपाल अनि संसारको कुना कुनामा छरेर बसे पनि हामीसँग जोडेर एकैसाथ हेर्नुहुने सम्पूर्ण मान्यजन अथवा सहकर्मी मित्रहरूमा चाहिँ म एउटा छोटो घचको ब्लग ल्याएको छु। हजुरहरूले अन्तिमसम्म हेर्नु होला भन्दै यो भिडियो क्लिप्सहरू चाहिँ हजुरहरूलाई पस्न चाहन्छु है त। जमिनमा मम्मीहरूले भन्नुहुन्थ्यो कि माटोमा पैसा हालेको कहीँ पनि जाँदैन, बढ्छ, माटोमा पैसा फुल्छ के भन्छ, फल्छ, तर घट्दैन होइन। जो सुन र माटो करिब करिब उस्तै नै हो, कहिले पनि घाटा लाग्दैन। त्यसकारण अहिले यो राइट टाइम हो रियल इस्टेटमा चाहिँ इन्भेस्ट गर्ने। चाहिँ तपाईँहरूसँग यदि पैसा छ भने ब्याङ्कमा राख्नुभन्दा रियल इस्टेटमा आएर इन्भेस्ट गर्नुभयो भने धेरै नै फाइदा हुन्छ जस्तो लाग्छ मलाई। यो जग्गाको लोकेसन कालीश्वरी नगरपालिका बर्मेखेल चोकबाट लगभग 700 देखि 800 मिटरको दूरीमा रहेको यो प्रपर्टी रहेको छ। हजुरले फिल्डमा हेरेर भिजिट गर्न सक्नुहुन्छ भन्दै हाम्रो जगधनीले पठाएको क्लिप्स चाहिँ जगधनीकै आवाजबाट सुन्नुहोस्। 10 फुटे बाटो, त्यो माथिको ठुलो 32 फुटे बाटो, त्यहाँ मान्छेले भारी बोकिरहेछन्, ढुङ्गा बोकिरहेछन्, त्यहाँबाट ठ्याक्क 10 फुटे बाटो हो। यो बाजे उब्डेको जग्गा हो, ठ्याक्क तिनाना। अब यो बाटो होला ठ्याक्कै यो 10 फुटे बाटो। अलिकति यहाँ जग्गाले अलिकति त्यो जग्गा मिलाउँदाखेरि यहाँ बाटो अलिकति उभा छ। यहाँ माथि पनि घर बन्न लाग्यो, ट्याक्क एउटा घर यहाँ बनिसकेको छ। यो बाटो ठ्याक्क प्लानिङको 10 फुटे बाटो, यो पहिलाको पुरानो प्लानिङ हो। यो भारी बोकेर आइरहेको मान्छे, यो बिचको 10 फुटे बाटो हो र यतापट्टि नि अर्को 10 फुटे बाटो छ। यो घारी ट्याक्क घारी निस्केर सर्लक्क जान्छ, ट्याक्क कसरी आएर बाटो हुँदै यो 10 फुटे बाटो। मेरो जग्गा चाहिँ यो होला ठ्याक्कै। ठ्याक्कै ड्रम राखेको मन्दिर, यो अर्को त्यो दाइको घर हो। यो ट्याक्क 10 फुटे बाटो, यो ट्याक्क मिलेको ट्याक्क तिनाना जग्गा, तर फिल्डमा चाहिँ 3.5 जति छ। यो पुरानो प्लानिङ ल हेर्नु, यहाँ घर सर बस्तीहरू पुरै बसिसकेको छ। यो जग्गामा आउनको लागि चाबेल रिङ रोड हुँदै बौद्ध जोरपाटी थली अनि त्यसपछि डाँची बर्मेखेल हुँदै आउनुपर्ने हुन्छ। यो चाबेलबाट लगभग 5 देखि 6 किलोमिटरको दूरीमा रहेको प्रपर्टी रहेको छ भने हजुरले पनि कुनै पनि जग्गा अथवा रेस्टुरेन्ट गाडीको विज्ञापन गर्नु छ भने, निःशुल्क रूपमा विज्ञापन गर्नु छ भने मेरो प्रोफाइलको नम्बरमा सम्पर्क राखी निःशुल्क रूपमा विज्ञापन गर्न सक्नुहुनेछ भन्दै यस्तै भिडियोहरू हेर्नका लागि च्यानललाई सब्सक्राइब गरिदिनु होला भन्दै अर्को भिडियोमा फेरि भेटौँला। हस्, धन्यवाद, नमस्ते।